नमस्कार विद्यार्थी साथीहरू। आज हामी कक्षा 10 को महत्त्वपूर्ण टपिक लेन्स को बारेमा पढ्ने छौं। लेन्स भनेको के हो पहिला हामी बुझ्ने छौं। लेन्स के हो भने लेन्सको नाम सुन्ने होला तिमीहरू। क्यामेरामा पनि प्रयोग गरिन्छ, मोबाइलमा पनि लेन्स हुन्छ, हाम्रो चस्मामा हुन्छ। त आखिर लेन्स हो के? लेन्स के हो भने यो काँच वा प्लास्टिकले बनेको एउटा पारदर्शी पदार्थ हो जसले के गर्छ भने वस्तुबाट आएको प्रकाशको किरणलाई आवर्तन गरेर के गर्छ भने त्यो वस्तुको आकृतिलाई के गर्छ भने घटबड गरी परिवर्तन गरी हामीले देख्न किसिमको बनाउँछ। त्यो नै के हो भने प्लास्टिक वा काँचले बनेको पारदर्शक पदार्थ वस्तु माध्यमलाई नै के भनिन्छ भने लेन्स भनिन्छ। लेन्स भनेको पारदर्शी पदार्थ हो जसले प्रकाश किरणलाई मोडेर तस्बिर बनाउँछ। के भनिरहेछ? यो एउटा पारदर्शी पदार्थ हो, माध्यम हो। यसले के गर्छ भने प्रकाशको किरणलाई मोडेर तस्बिर बनाउँछ, फोटो बनाउँछ, आकृति बनाउँछ। जस्तै यहाँ फिगर छ। हाम्रो पहिलो जुन छ भने त्यो के हो भने कन्भर्जिङ लेन्स हो। दोस्रो के हो भने डाइभर्जिङ लेन्स हो। निको पहिला हाम्रो कन्भेक्स हो, यो कन्केभ लेन्स हो। यो चाहिँ हाम्रो लेन्स हो। लेन्स भनेको के हो भने यसरी बुझ्दाखेरि यो लेन्स भनेको पारदर्शी पदार्थ हो जसले प्रकाशको किरणलाई मोडेर के गर्छ भने हाम्रो तस्बिर बनाउँछ। अब लेन्सको प्रकार। लेन्स कति प्रकारको हुन्छ भने बुझ्दाखेरि लेन्स निम्न दुई प्रकारको हुन्छ। पहिला कन्भेक्स लेन्स। कन्भेक्स लेन्स भनेको बीचमा बाक्लो किनारमा पातलो भएको लेन्सलाई के भनिन्छ भने यो बीचमा बाक्लो किनारमा पातलो भएको लेन्सलाई कन्भेक्स लेन्स भनिन्छ। यहाँ छ नि फिगर हाम्रो यहाँ। यो बीचमा के छ भने बाक्लो छ, किनारमा पातलो छ। यस्तो प्रकारको लेन्सलाई के भनिन्छ भने कन्भेक्स लेन्स भनिन्छ। अर्को नाम कन्भर्जिङ लेन्स भनिन्छ। यसलाई किन कन्भर्जिङ लेन्स भनेको छ भने हेर, यो जति हाम्रो प्रकाशको किरणहरू आएछ सबै प्रकाशको किरणलाई यहाँ ल्याएर के गर्छ यसले केन्द्रित गरेछ, कन्भर्ज गरेछ, कन्भर्ज। अनि कन्भर्ज गर्ने भएकोले यसलाई के भनिन्छ भने कन्भर्जिङ लेन्स पनि भनिन्छ। यसको सामर्थ्य धनात्मक हुन्छ, पोजिटिभ हुन्छ। किन पोजिटिभ हुन्छ भने यसले सबै प्रकाशको किरणलाई एक ठाउँमा केन्द्रित गर्छ। अनि प्रकाशको किरणलाई केन्द्रित गर्ने भएकोले यसको सामर्थ्य, यसको पावर के हुन्छ भने पोजिटिभ हुन्छ। यसको प्रयोग कहाँ गरिन्छ भने के कामको लागि गरिन्छ भने दूरदृष्टि हटाउनको लागि प्रयोग गरिन्छ। यो दूरदृष्टि के हो भने आँखामा हेर्ने शक्तिमा एउटा कमजोरी हो जुन चाहिँ यो अगाडिको भिडियोमा हामी पढ्नेछौँ, त्यसको बारेमा छलफल गर्नेछौँ। यसमा के हुन्छ भने टाढाको वस्तु हेरिन्छ, नजिकको वस्तु स्पष्ट हेर्दैन। ल यसको प्रकार हेर्ने हो भने यो पनि तीन प्रकारको हुन्छ। यो बाइकन्भेक्स हो, यो प्लानो हो, यो कन्भेक्स हो। यो पनि तीन प्रकारको हुन्छ। अर्को चाहिँ दुई नम्बर के हो भने कन्केभ लेन्स। कन्केभ लेन्स के हुन्छ भने ठिक यो बीचमा बाक्लो हुन्छ भने यो बीचमा पातलो हुन्छ अनि किनारमा के हुन्छ भने बाक्लो हुन्छ। यसको चित्र यो भयो, यहाँ छ। अनि अर्को नाम के हो भने यसलाई डाइभर्जिङ लेन्स भनिन्छ। किन डाइभर्जिङ लेन्स भनिन्छ भने यहाँ हेर, यसले प्रकाशको किरणलाई केन्द्रित गरिरहेछ भने डाइभर्ज गरिरहेछ, विकेन्द्रित गरिरहेछ, छरिरहेछ। अनि छर्ने भएको हुनाले यसलाई के भनिन्छ डाइभर्जिङ लेन्स पनि भनिन्छ। यसको सामर्थ्य ऋणात्मक हुन्छ। किन हुन्छ? किनभने यसले प्रकाशको किरणलाई विकेन्द्रित गर्छ, डाइभर्ज गर्ने गर्छ। यसको प्रयोग के हुन्छ भने दूरदृष्टि हटाउनको लागि प्रयोग गरिन्छ। कहाँ त चस्मामा राखेर प्रयोग गरिन्छ। यो पनि तीन प्रकारको हुन्छ। डबल कन्केभ भयो, प्लानो भयो, यो डाइभर्जिङ, यो पनि के भयो त यो पनि तीन प्रकारको हुन्छ। यो भयो। अब लेन्ससँग सम्बन्धित शब्दावली। हाम्रो लेन्स जुन छ नि, लेन्सले प्रयोगमा ल्याउँदाखेरि त्यसको केही शब्दहरू छ बुझ्नुपर्छ। जस्तै हाम्रो मोबाइल छ। मोबाइल त नपढेको मान्छेले पनि त जिरो क्लास हुन्छ, नपढेको हुँदैन, त्यो पनि मजाले आरामले मोबाइल चलाइरहेको। कसरी? किनभने मोबाइलमा पनि के छ भने हाम्रो केही शब्दहरू छ, कोडहरू हुन्छ, सङ्केतहरू छ। ती सङ्केत त्यो बुझेको हुन्छ। मानिलो उदाहरणको लागि यदि मोबाइलमा नपढे लेखेको मान्छेलाई मोबाइल चलाउँछ भने त्यसले थाहा हुन्छ कुरा गर्ने हो भने हरियोतिर गर्ने, कुरा नगर्ने हो भने रेडतिर रातोतिर गरिदिने, यो गर्यो भने अफ हुन्छ, यसरी गर्यो भने अन हुन्छ, भिडियो गर्नु भने यसरी हो। त्यसले कोड जानेको हुन्छ, त्यो कोडको दानु चलाइरहेको हुन्छ। त्यस्तै हाम्रो लेन्ससँग सम्बन्धित शब्दावली जब हामी भनेको के हो भने लेन्सले जब हामी प्रयोगमा ल्याउँछ भने त्यसले केही टर्महरू हुन्छ, केही शब्दहरू हुन्छ, त्यो बुझ्नुपर्छ।
जसमा सबभन्दा पहिला वक्रताको केन्द्र हो। वक्रताको केन्द्र भनेको लेन्स छ नि, जुन लेन्स भए पनि हाम्रो दुईवटा गोला मिलेर बनेको हुन्छ। अनि जब दुईटा गोला मिलेर बनेको हुन्छ त्यो दुवै गोलाको जुन केन्द्र हुन्छ त्यही हो वक्रताको केन्द्र। यो कन्भेक्स लेन्सको लागि यो भयो, यो कन्केभ लेन्सको लागि कन्केभ लेन्स पनि दुईटा गोला मिलेर बनेको छ, कन्भेक्स लेन्स पनि दुईटा गोला मिलेर, यो दुवै गोलाको जुन केन्द्र हुन्छ यो के हो भने वक्रताको केन्द्र, यानी एउटा लेन्समा दुईटा वक्रताको केन्द्र हुन्छ। त्यही वक्रताको अर्धव्यास, वक्रताको अर्धव्यास भनेको त्यही जुन हाम्रो गोला मिलेर लेन्स बनेको हुन्छ त्यो गोलाको जुन केन्द्रदेखि त्यो परिधिसम्म हुन्छ, यानी गोलाको जुन अर्धव्यास हुन्छ त्यो के हो भने वक्रताको अर्धव्यास हो। यहाँ यो हाम्रो कन्केभ लेन्स हो, यो चाहिँ हाम्रो कन्भेक्स लेन्स हो, यहाँदेखि लिएर यहाँसम्म यो छेउछाउमा, यहाँदेखि लिएर यो छेउछाउमा, यानी भनेको वक्रताको अर्धव्यास भनेको वक्रताको केन्द्र जुन हुन्छ नि, वक्रताको केन्द्रदेखि लिएर लेन्सको एक छेउसम्मको जुन हुन्छ अर्धव्यास त्यो के नै के हो भने वक्रताको अर्धव्यास हो। कुन छ अप्टिकल केन्द्र, अप्टिकल केन्द्र भनेको ठिक यो बीचमा पर्छ, तल माथि दायाँ बायाँदेखि सम दूरीमा ठिक बीच बराबरमा पर्ने, बीच लेन्सको ठिक बीच भागमा पर्ने बिन्दुलाई के भनिन्छ भने अप्टिकल केन्द्र भनिन्छ। यो ठिक लेन्सको माथिबाट तलबाट दायाँबाट बायाँबाट ठिक बीचमा पर्छ, त्यही लेन्सको बीच बिन्दु जहाँबाट किरण सिधै जान्छ र मोडिँदैन, यसलाई ओ लेन्स जनाइन्छ। भनेको यहाँ जब किरण जान्छ नि सरी यो मोड्दैन सिधा जान्छ अनि यसलाई ओ लेन्स जनाइन्छ। यो कन्भेक्स को भयो, कन्केभ लेन्सको लागि हो, जुन लेन्स भए पनि त्यो ठिक बीचमा के हुन्छ समदूरीमा पर्छ, माथिबाट पनि त्यतिकै दूरी, तलबाट त्यतिकै दूरी, लेफ्टबाट त्यतिकै दूरी, राइटबाट त्यतिकै दूरी, त त्यो बिन्दुलाई नै के भनिन्छ भने हाम्रो अप्टिकल केन्द्र। अनि उसलाई त्यसले ओ लेन्स प्रमुख अक्ष प्रिन्सिपल एक्सिस भन्छ यसलाई। यो लेन्सको बीचबाट जाने काल्पनिक रेखा हो, यो जुन लेन्स छ नि ठिक त्यसको बीचबाट हाम्रो अप्टिकल केन्द्र हुन्छ, अप्टिकल केन्द्रबाट भएर जाने एउटा काल्पनिक सिधा रेखालाई के भनिन्छ भने प्रमुख अक्ष भनिन्छ। भनेको यो के हो भने बुझ्दाखेरि वक्रताको केन्द्र जोड्ने, हाम्रो एउटा लेन्समा दुईटा वक्रताको केन्द्र हुन्छ, त्यो दुवै केन्द्र जोड्ने रेखा नै के हो भने त्यो प्रमुख अक्ष हो, प्रिन्सिपल एक्सिस हो। ठिक त्यस केन्द्रीकरण बिन्दु हो। केन्द्रीकरण बिन्दु के हो भने जब लेन्सबाट प्रकाशका किरणहरू आवर्तन हुन्छ, त आवर्तन हुन्छ भने त दुईटा हुन्छ, आवर्तन पद्धति के छ केन्द्रित हुन्छ नत्र विकेन्द्रित हुन्छ। त त्यही जब प्रकाशका किरणहरू लेन्समा परेपछि लेन्स आवर्तन गरेपछि केन्द्रित हुने वा विकेन्द्रित हुने बिन्दुलाई नै के भनिन्छ भने केन्द्रीकरण बिन्दु भनिन्छ। यसलाई एफले जनाइन्छ। हेर न यो हाम्रो कन्भेक्स लेन्स हो, कन्भेक्स लेन्सले जब यसो प्रकाशको किरण आउँछ आवर्तन गर्छ, आवर्तन गरेर यहाँ के गर्छ त केन्द्रित गर्छ, त यसलाई केन्द्रित भयो, तर यसले के गर्छ विकेन्द्रित गर्छ, विकेन्द्रित यहाँ गरेछ, तर यसरी हेर्दाखेरि के लाग्छ भने नि एक ठाउँबाट आएछ अनि एक ठाउँबाट आएर बाहिर के भएछ चारैतिर विकेन्द्रित भएछ। त जुन हामी हेर्दाखेरि लाग्छ कि एक ठाउँबाट आएर विकेन्द्रित भएको त्यो जुन ठाउँबाट आएको त्यो के हो भने त्यसको केन्द्रीकरण बिन्दु हो। यहीँबाट जामा भएको जस्तो लाग्छ अनि आएर यसरी बाहिर के भएछ भने विकेन्द्रित हुन्छ, बाहिर चाहिँ के भने फिजिएर गएको छितारिएको छ, यो के हो भने हाम्रो केन्द्रीकरण बिन्दु हो। केन्द्रीकरण दूरी, केन्द्रीकरण दूरी त्यही अप्टिकल केन्द्र ओ र केन्द्रीकरण बिन्दु एफ, ओ र एफ बीचको दूरीलाई के भनिन्छ भने केन्द्रीकरण दूरी भनिन्छ। यसलाई सानो एफले जनाइन्छ, यहाँ पनि ओ छ यहाँ एफ छ, ओ र एफ बीचको दूरीलाई केन्द्रीकरण दूरी, केन्द्रीकरण एउटा बिन्दु हुन्छ, एउटा केन्द्रीकरण दूरी हुन्छ। केन्द्रीकरण बिन्दु भनेको केन्द्रित हुने, प्रकाशको किरण केन्द्रित वा विकेन्द्रित हुने, अनि दूरी भनेको एफ र ओ बीचको दूरी के भने केन्द्रीकरण दूरी हो। लेन्सले बनाउने आकृति किरण चित्र खिच्नको लागि नियम, जब हाम्रो किरण रेखा चित्र हुन्छ नि बनाउँछौँ हामी किरण रेखा चित्र हुन्छ वा लेन्सबाट जब प्रकाशको किरण आवर्तन हुन्छ भने त्यो केही त्यसका नियमहरू छ, त्यो नियम पालना गरेर मात्र त्यो आवर्तन हुन्छ, अनि गएर के हुन्छ त्यसको आकृति बन्छ, आकृति बनेपछि त्यो के हुन्छ हाम्रो भिजिबल हुन्छ, हेर्ने किसिमको हुन्छ। त त्यो पहिलो नियम के हो भने यहाँ भनेछ रे प्यारलल टु प्रिन्सिपल एक्सिस विल पास थ्रु फोकस, भनेको यो जुन प्रमुख अक्ष छ नि यो प्रमुख अक्षसँग समानान्तर भएर गएको प्रकाशको किरण
जब यहाँबाट आवर्तन हुन्छ भने केन्द्रीकरण बिन्दु भएर नै जान्छ। पहिलो नियम याद राख्ने यो कुरा हो। प्रमुख अक्षसँग समानान्तर भएर जाने प्रकाशको किरण आवर्तन पछि केन्द्रीकरण बिन्दु भएर जान्छ। यो नै हाम्रो नियम हो। यहाँ पनि छ, यहाँ हेर यसरी आएछ विकेन्द्रित गरेर, तर यहाँ विकेन्द्रित त गर्यो, डाइभर्ज त गर्यो, तर यहाँ चाहिँ यसरी हो भने के हुन्छ भने यो अफ भएर नि के हुन्छ भने यसरी यसको किरण रेखा चित्र कोर्दाखेरि तान्दाखेरि यो के हुन्छ, यसरी डट 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 गरेर एफतिर नै आउँछ। त पहिलो नियम के भयो, प्रमुख अक्षसँग समानान्तर भएर गएको किरण के हुन्छ, प्रमुख अक्षसँग समानान्तर भएर प्रकाश गएको किरण आवर्तन पछि केन्द्रीकरण बिन्दु भएर जान्छ। ल दुई नम्बरमा के भनेछ भने रे पासिङ थ्रु अप्टिकल सेन्टर विल इमर्ज विदाउट डेभिएसन। के भनेको, यो भन्नु खोजेको के हो भने जब अप्टिकल केन्द्रबाट जब प्रकाशको किरण जान्छ नि त्यो चाहिँ नबाङ्गिकन सिधै जान्छ। हेर न यहाँ यसरी सिधा आयो सिधै गयो, यसमा बाङ्गिएन। तर एक नम्बरमा के भयो, यससँग समानान्तर भयो, यहाँ पछि एफ भएर गएको। यसमा पनि जुन लेन्समा पनि जब ओबाट प्रकाशको किरण जान्छ त्यो नबाङ्गिकन सिधै जान्छ। यो याद राख्ने, यो बुझ्ने हो। तेस्रो नियम भनेको के हो भने तेस्रो र पहिलो नियम एउटै कुरा लाग्छ हो, तर यसमा के भएछ हैन, रे पासिङ थ्रु द फोकस विल बिकम प्यारलल टु प्रिन्सिपल एक्सिस। यो त्यही त हो भनेको, जब प्रकाशको किरण केन्द्रीकरण बिन्दु भएर जान्छ, हेर यहाँ एफ भएर आइरहेछ प्रकाश, जब यहाँ आउँछ भने यसपछि आवर्तन भएर जब एफ भएर आउँछ भने यससँग प्यारलल जान्छ, प्यारलल भएर आउँछ भने एफ भएर जान्छ। कुरा त्यही हो। यदि यससँग प्यारलल भएर आइरहेछ भने एफ भएर जान्छ, यदि एफ भएर आइरहेछ भने के भएर प्यारलल भएर जान्छ। त्यही हो, 1 र 3 को नियम भनेको त्यही हो। कन्भेक्स लेन्सले बनाउने आकृति, कन्भेक्स लेन्सले कस्तो किसिमको आकृति बनाउँछ त्यो हेरौँ। एउटा दुईटा म गरिदिन्छु एक्जाम्पलको लागि, तर यसको 5-6 वटा अवस्था हो। त्यो आफै के गर्ने, घरमा विद्यार्थी भाइ बहिनीहरू आफै प्र्याक्टिस गर्ने। यदि त्यो प्र्याक्टिसमा वा त्यो गर्न आयो त्यसको समाधान गर्न आयो भने भिडियो कमेन्टमा गर्न, म त्यसको समाधान गरेर राखिदिन्छु। यहाँ भने कन्भेक्स लेन्स रे डायग्राम अल केसेस। म चाहिँ यहाँ के गरेछु भने सबभन्दा पहिला के गर्ने, लेन्स बनाउने। पहिला लेन्स कसरी बनाइन्छ भने यहाँ जुन छ नि त्यो मैथमा तिमीहरू त त्यो इन्टरसेक्सन बनायो होला, दुईटा गोला गरेर, त्यही हो, दुईटा गोला गरेर इन्टरसेक्सन बनाउने, बाँकीलाई के गर्ने मिटाइदिने। त्यसपछि गर्ने ठिक त्यसको बिचमा ऊ बनाउने लगाउने, अनि ऊबाट के गर्ने सिधा रेखा एउटा तान्ने जुन चाहिँ के हो प्रमुख अक्ष हो। अनि त्यसपछि के भनिन्छ त्यहाँ, अब त्यहाँ हाम्रो के हुन्छ भने क्वेसनमा दिएको हुन्छ, जब यसको किरण रेखा चित्र आउँछ त्यहाँ क्वेसन बन्छ, यति सीएम केन्द्रीकरण दूरी भएको त्यहाँ दिएको हुन्छ। यदि दिएको छैन भने हामी 3 सीएम कम्तीको लिने, किनभने 3 सीएम भन्दा कम लियो भने हाम्रो फिगर स्पष्ट आउँदैन। त्यही भएर हामीले के गर्नुपर्छ, 3 सीएम को लिनुपर्छ। त यहाँ के गर्ने, ऊबाट 3 सीएम नापेर यहाँ एफ लेख्ने, फेरि त्यहाँबाट नापेर 2f लेख्ने, फेरि त्यसको लेफ्टतिर जाने, फेरि ऊबाट नै नापेर 3f गर्ने, फेरि 3 सीएम नापेर 2f गर्ने। अनि त्यसपछि क्वेसनमा हेर्ने कहाँ भनिरहेछ। म यहाँ चाहिँ 2a भन्दा पर राखेछु, 2a भन्दा पर यहाँ राखेँ, तर यो वस्तु राख्दाखेरि यो लेन्सको साइज भन्दा त्यो ठुलो नराख्ने, नत्र यो लेन्स सानो अनि वस्तु नै ठुलो भयो त्यस्तो नगर्ने। यो लेन्स भन्दा सानो नै राख्ने, यहाँ राख्ने। अनि पहिलो नियम के हो, योसँग एकदम यो प्रमुख अक्षसँग के गर्ने समानान्तर लिएर आउने यहाँसम्म आधार। अनि हाम्रो नियम के भन्छ, समानान्तर योसँग समानान्तर आउने किरण के भएर या भएर जान्छ, या भएर के गर्ने यहाँबाट या मिलाउने तान्ने। अनि दोस्रो नियम के भन्छ, यो र ओ भएर जान्छ। यो याद राख, दोस्रो नियम जहिले पनि यसको माथिबाट आउँछ भने ओ भएर जान्छ। त ओ भएर गएको किरण त नबाङ्गिँदैन, त्यो त बाङ्गिँदैन। हामी 2 नम्बरमा नियम पढ्यो कि नबाङ्गिकन सिधै जान्छ। त्यो के गर्ने, यसलाई नबाङ्गिकन सिधा तान्ने। अनि जहाँ दुवै किरण आएर जहाँ क्रस हुन्छ, जहाँ कट्छ, त्यही नै के हुन्छ वस्तुको आकृति बन्छ भनेको, यहाँ वस्तुको आकृति बनेको। अनि त्यसपछि जाँचमा क्वेसन भन्छ 2टा विशेषता लेख्नुहोस्, 3वटा विशेषता प्रकृति गुण दोष लेख्छ भने एउटै कुरा हो। त यो चाहिँ रट्ने घोक्ने कुरै होइन यो, किनभने हेर्ने किरण रेखा चित्र हाम्रो मेथड 2टा नियम पालना गरेर बनाउने हो। अनि जहाँ भन्छ त्यही लेख्नु। हेर यसको एरो माथि छ, यहाँ एरो तल भयो, यसको उल्टा भयो आकृति। त्यसपछि यहाँ 2f भन्दा पर राख्यो, यो f र 2f को बिचमा बन्यो दोस्रो हो। अनि जब यो आकृति उल्टा बन्छ नि त त्यो के हुन्छ, वास्तविक हुन्छ। आकृति हाम्रो 2 प्रकारको हुन्छ, वास्तविक र अवास्तविक। वास्तविक के हुन्छ, उल्टा बन्छ, अवास्तविक सुल्टो बन्छ। त्यही भएर आकृति उल्टो बन्छ, यो एउटा भयो। त्यसपछि
कन्भेक्स एन्ड कन्केभ लेन्स, या यो कुरालाई एकदम राम्ररी बुझ्ने। यहाँ चाहिँ क्वेसन हो, यो क्वेसनमा एन्सर छ, फेरि क्वेसन एन्सर दुवै छ। यो हेर त, यो मान्छे यहाँ छ अनि यसको आकृति हेरेर जो भन्दा ठुलो आइरहेछ, यसको अर्थ के? आखिर त यो त हाम्रो कन्भेक्स लेन्स नै हो। त्यसको अर्थ के हो भने कन्भेक्स लेन्सले दुवै खाले आकृति बनाउँछ। याद राख्ने, सुल्टो र उल्टो दुवै बनाउँछ। हाम्रो जाँचमा क्वेसन गर्छ, गरेको पनि छ, आएको पनि छ विगत वर्षहरूमा, कि कुन लेन्सले दुवै खाले आकृति बनाउँछ र कुन स्थानमा राख्दाखेरि त्यस्तो बनाउँछ। त पहिला त हाम्रो एन्सर, क्वेसनको एन्सर हुन्छ कि कन्भेक्स लेन्सले दुवै खाले आकृति बनाउँछ। भर्खर हामी हेऱ्यौँ उता कि त्यसले उल्टो बनायो, तर यहाँ फेरि सुल्टो बनाइदियो। त्यही भएर कन्भेक्स लेन्सले दुवै खाले आकृति बनाउँछ। तर कहाँ बनाउँछ? एफ र ओ को बीचमा। हेर यहाँ छ, एफ र ओ को बीचमा राख्दाखेरि वस्तुको आकृति के हुन्छ? सुल्टो हुन्छ। अनि यसो के हुन्छ? यो कन्भेक्स लेन्सले दुवै खाले आकृति बनाउँछ। त्यही भएर कन्भेक्स र कन्केभ लेन्स यहाँ दिएको छ। कन्भेक्स लेन्सको अगाडि विभिन्न स्थानमा राख्दा बन्ने आकृति म भने नि, जुन 6वटा 5वटा अवस्था छ त्यही हो। 2F भन्दा पर अनन्तमा पहिलो अवस्था, 2F भन्दा पर 2F मा, F र 2F को बीचमा, F मा F र O को बीचमा, जुन यहाँ छ। यसरी गर्ने। अब हेरेर चाहिँ के गर्ने? प्र्याक्टिस गर्ने। प्र्याक्टिस चाहिँ नछोड्ने। प्र्याक्टिस नै के हुन्छ? मान्छेले आउँछ। कन्केभ लेन्सले बनाउने आकृति। अब कन्केभ लेन्सले के गर्छ भने त्यही त हो, पहिला लेन्स बनाउने हो, यसमा इन्टरसेक्सन हुँदैन, अलग अलग हुन्छ। त्यही ठिक त्यसको बीचमा ओ लगाउने, ओ हुन्छ अप्टिकल केन्द्र, ठिक त्यही बीचबाट एउटा रेखा तान्ने, त्यसपछि त्यही यहाँ 3 cm नापेर एफ र 3 cm 2F गर्ने, अनि जहाँ राख्ने। यसमा कुनै थिउ हुँदैन, जहाँ राखे पनि एकै किसिमको के हुन्छ भने यतामा हामीले लेफ्ट राख्छ, लेफ्टतिर आकृति बन्छ, जता राख्यो त्यही बन्छ। हेर न यहाँ, त जता राख्यो त्यही आकृति भनेको के हुन्छ भने सुल्टो बन्छ आकृति। त्यसपछि त्यो हेर, यो ठुलो छ, यहाँ सानो छ, आकृति सानो बन्छ, अनि सुल्टो बनेपछि अवास्तविक हुन्छ। त यो कन्भेक्स लेन्सलाई जहाँ राखे पनि यसको सधैँको लागि यही चित्र हुन्छ। यसमा खासै केही हुँदैन। तर मात्र हाम्रो फरक केमा हुन्छ भने कन्भेक्स लेन्समा हुन्छ। लेन्सको सामर्थ्य के हो? अब यो बुझ्नु पर्यो। पावर अफ द लेन्स। आखिर सामर्थ्य भनेको के हो त? सामर्थ्य भनेको कुनै पनि व्यक्ति वा यन्त्रले एकाइ समयमा कार्य गर्ने दरलाई सामर्थ्य भन्छ। एकाइ समयमा गर्ने कार्य, एकाइ समयमा गर्ने आखिर कार्य हो। आखिर लेन्सको काम के हो? लेन्सले के गर्छ? प्रकाशको किरणलाई मोड्ने काम गर्छ। त्यही हो। लेन्सको सामर्थ्य भनेको त्यही भयो। त्यसको काम गर्ने, जुन काम गर्ने क्यापेसिटी हो त्यही सामर्थ्य हो। त्यही भनेर लेन्सको किरण मोड्ने क्षमता, लेन्सको चाहिँ किरणलाई कतिको मोड्ने क्षमता छ, क्यापेसिटी छ, त्यो के हो? लेन्सको सामर्थ्य हो। अनि यसको सूत्र P = 1/F हुन्छ। F भनेको केन्द्रीकरण दूरी हो। केन्द्रीकरण दूरी जहिले पनि मिटरमा हुन्छ। अनि यसको एकाइ के हुन्छ भने डायप्टर हुन्छ, D। अनि एक डायप्टर बराबर के हुन्छ भने पावर अफ द लेन्स हुज फोकल लेन्थ इज 1 मिटर। भनेको जुन लेन्सको केन्द्रीकरण दूरी 1 मिटर हुन्छ नि, त्यसको एक डायप्टर, त्यसको सामर्थ्य हुन्छ। त्यस उदाहरण हामी एउटा लेन्सको सामर्थ्यको हिसाब गरौँ। यहाँ के दिएछ भने उदाहरण, यदि फोकस दूरी भनेको केन्द्रीकरण दूरी F = 0.5 मिटर हो। यो मिटर हो। अब यसलाई सामर्थ्य निकाल्नु पर्यो, सूत्रबाट जाने। P = 1/F हो। P = 1/0.5 भाग गर्यो भने 2D आउँछ, डायप्टर आउँछ। त्यसो भए लेन्सको सामर्थ्य के हुन्छ? +2 डायप्टर हुन्छ। ल, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। यदि यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। भिडियो हेर्नु भएकोमा धन्यवाद।